गाइस आज चाहिँ म होइन यहाँ रेडर 125 को रिभ्यू गर्न जाँदैछु। यो चाहिँ मैले लगभग 5000 किलोमिटर चाहिँ चलाइसकेको छु। मैले मात्र चलाएको छैन, यो मेरो दाइको बाइक हो एक्चुअली। तर यो बाइक रेकमेन्ड चाहिँ मैले नै गरेको थिएँ। अनि यो लगभग 2-3 महिना चाहिँ भइसक्यो बाइक लिएको चाहिँ। अनि 5000 किलोमिटर कुदाइसकेको छ। सो म देखाइ नै दिन्छु हजुरलाई। यता हेर्न सक्नुहुन्छ 5000 किलोमिटर चाहिँ कुदाइसकेको छ। अनि अहिले यसको रेन्ज पनि 64 माइलेज दिइरहेको छ, जुन चाहिँ अलिकता बढी हो, फेक हो। म तपाईँलाई यसको रियल कहानी पनि भनिदिन्छु। यसको पावर पावर पनि म यसको जे छ इन्जिन स्पेक्सहरू म तपाईँलाई माथि लेखिदिइ दिन्छु। सो अरू राइड अलङ गरौँ। अनि आज चाहिँ हामी अलिकति डाँडाको ठाउँमा आएको छौँ। सो त्यही हो, अब राइड गरौँ। यो चाहिँ एक्चुअली नयाँवाला होइन, यो चाहिँ पुरानोवाला हो। त्यो नयाँमा चाहिँ ठुलो स्क्रिन छ, त्यसमा चाहिँ मोबाइल कनेक्टिभिटीहरू पनि छ। तर यसमा चाहिँ छैन, यो चाहिँ जस्ट बेस भेरिएन्ट हो। पावर एन्ड इको मोड हजुरले पाइहाल्नुहुन्छ। साइड स्ट्यान्ड कट अफ छ। अनि हजुरले यसमा 2टा ट्रिप चाहिँ हाल्न मिल्ने छ। यसमा रेन्ज पनि देखाउने गरेको छ है, रेन्ज पनि छ अनि एभरेज पनि छ। सो म चाहिँ यसलाई एभरेजमै राख्ने गर्दछु। सो यसको राइड गरौँ अनि म हजुरलाई भेट्छु। गाइज म चाहिँ अब यता राइड रिभ्यूको लागि चाहिँ हिँडिसकेको छु। हामी चाहिँ यता पाहाड चढ्दैछौँ। हजुर यसको बाइकको मेन अब्स्टाकलै पाहाडै भएछ। अब के छ जम होइन, मिठो पाहाड छ। मलाई यसको अरू भन्दा यसको पावर चाहिँ एकदम राम्रो लाग्यो क्या। झन् यसको सस्पेन्सन त किने भन्नु भएन र, बेस्ट हो यसको सस्पेन्सन मलाई अहिलेसम्म लागेको चाहिँ। 125मा भने पनि अरू बाइकमा भन्दा पनि यसको चाहिँ सस्पेन्सन चाहिँ मलाई माथि नै हेर्नु भन्नु पनि होइन, सबसे राम्रो नै लागेको छ मलाई यसको सस्पेन्सन चाहिँ अहिलेसम्म चाहिँ है। मैले चाहिँ अहिलेसम्म यस्तो एक्सट्रिम बाटो चाहिँ लाइक काठमाडौँकै बाटोहरूमा मात्रै देखेको थिएँ। तर काठमाडौँको बाटो नै मैले अहिलेसम्म यस्तो एक्सट्रिम चाहिँ चलाएको चाहिँ छुइनँ म, जानी ढुङ्गातिर लगेर होइन। तर आज यो बाइकको रियल टेस्ट चल्दैछ। अब हामी मेन कुरा गरौँ यसको माइलेजको बारेमा। जुन अघि मैले हजुरलाई भनेको थिएँ कि यो माइलेज फेक हो भनेर, एक्चुअली यो फेकै हो। किनकि हामी यता आउँदाखेरि ओह्रालो बाटो झरेका थियौँ। अनि ओह्रालो बाटोमा चाहिँ यसको क्लच थिचेर चलाएको कारणले चाहिँ यसको माइलेज यस्तो भएको छ। म तपाईँको लागि एउटा स्क्रिनसट पनि हालिदिन्छु। यसको अहिलेसम्म म्याक्सिमम चाहिँ कति गएको छ भनेर 74 गएको छ यसको म्याक्सिमम चाहिँ अहिलेसम्म हामी यता आउँदाखेरि ओह्रालोमा। सो त्यो माइलेजमा चाहिँ भरै नगर्नु होला गाइज। माइलेजमा भर गर्ने भनेको चाहिँ अलिकति हाइवेमा पाहाडहरूमा कुदाउँदाखेरि मात्र हो रियल माइलेज पाउने। त्यही पनि यो माइलेजको चाहिँ अलिकति भरै नगरे हुन्छ। योभन्दा त लगभग 5-7 किलोमिटर त अलिक कमै पाउने पनि हुन्छ कहिलेकाहीँ चाहिँ। हजुरको राइडिङमा भर पर्छ। हामी चाहिँ मेनली चाहिँ अहिले चाहिँ पावर मोडमै चलाइरहेका छौँ। पावर भन्दा चाहिँ इकोमा चाहिँ चलाएको छैनौँ, किनकि पाहाडको बाटो छ। इको मोडमा चाहिँ यसको माइलेज बचाउने एउटा मेन फिचर चाहिँ के हो भन्दाखेरि चाहिँ इको मोडमा चाहिँ यसले बिचमा यसको पावर कट गरिदिँदो रहेछ, थोरै गर्दै अलिकति हाई पिच मिड आरपिएमतिर पुग्दाखेरि। त्यही भएर चाहिँ यसको आरपिएम चाहिँ अलिकति के भन्छ माइलेज चाहिँ अलिकति बढ्ने रहेछ इको मोडमा चाहिँ। सो इको मोड र पावर मोडमा चाहिँ डिफ्रेन्स चाहिँ छ है गाइस। एकदम कम्फर्ट छ है गाइस यो बाइक, एकदमै कम्फर्ट। अरे हामी जान्छौँ ल पहिला। यो बाटो चाहिँ एक्चुअली अघिको बाटो जति नै छ भनौँ। अघि नै हामी अलिक धेरै नै अफरोड बाटोमा आएको थियौँ। त्यतिखेर चाहिँ मैले चलाएको थिइनँ, दाइले चलाउनु भएको थियो। अब यसको राम्रो कुरा त गरियो। अब यसको नराम्रो कुरा चाहिँ के छ भन्दाखेरि यसको ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकति लो छ है गाइस। इफ हजुरलाई राम्रो सस्पेन्सन, अलिक सफ्ट सस्पेन्सन चाहिन्छ भने चाहिँ हजुरले चाहिँ अलिकता ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकता बचाएर राख्नुपर्छ। त हजुरको इन्जिनमा चाहिँ छुने गर्दछ, इन्जिन गार्ड त छ यसको। त्यही पनि अलिकता हुन्छ नि, मुटुलाई चाहिँ दुख्छ है गाइस। मुटु चाहिँ दुख्छ यसको छोयो भने चाहिँ। तपाईँ नोटिस गर्नुभयो कि भएन, यसमा गियर इन्डिकेटर पनि हुन्छ। इफ धेरै माथि भयो भने मुनि भन्छ, इफ माथि अप गर्नु सिफ्ट अप गर्नु पऱ्यो भने चाहिँ अप एरो देखाउँछ, लो गर्नु चाहिँ लो एरो देखाउँछ। मलाई त्यो गाडीको फिचर हो है, फेरि यो चाहिँ गाडीको फिचर बाइकमा नि दिएको छन्। यो अहिले यो बाइकको प्राइस चाहिँ पहिला मैले किन्दाखेरि चाहिँ 3 लाख थियो। अहिले चाहिँ यसको प्राइस 6000 बढेर आएको रहेछ। म हिजो मात्र सोरुम गएर चेक गरेको थिएँ। यसको अहिले प्राइस चाहिँ 3,06,000 परेको छ यो बेस भेरिएन्टको चाहिँ। अनि यसको मोबाइल कनेक्टिभिटी ठुलो स्क्रिनवालाको चाहिँ लगभग 15 to 20,000 चाहिँ हजुरलाई बढी पर्न जान्छ। इन्सुरेन्स चाहिँ हुँदैन, इन्सुरेन्स चाहिँ हजुरले एक्स्ट्रा थप्नै पर्ने हुन्छ, फर्स्ट पर्सन र थर्ड पर्सनको। त्यो चाहिँ हजुरको हेरेर भर्नु होला। थर्डको त 1700 हो, फर्स्टको चाहिँ कति परेको थियो एकचोटि मैले पनि चेक गर्नुपर्ने हुन्छ। हजुरले जस्तो पाहाडको बाटो चलाए पनि एक्सट्रिमै नभएसम्म चाहिँ हजुरले 1मा चाहिँ सिफ्ट गरेर राख्नु पर्दैन है गाइस। यो बाइक 2मा पनि मजाले तान्छ।
र गाइज म यो डाँडा चाहिँ 2 मा चढाउन खोज्छु है अलिकता धेरै नै एक्सट्रिम डाँडा छ यो एक्चुअली मसँग चाहिँ पछाडि 18 किलोमिटर पुग्न बाँकी थियो कि अँ यो बाटोमा कति पुग्यो भने नि एकैचोटि 18 भयो 13 किलोमिटर क्या 5 किलोमिटर कम्प्लिट यो बाटो हेर्नु गाइज मैले गियर सिफ्ट गरेको छुइनँ र 2 गियरमै छ अनि मसँग पछाडि मान्छे पनि छ नि फेरि कति केजी दाइ तपाईँ म 67 67 केजी म चाहिँ 54 केजी भने टोटलमा लगभग 120 जति केजीको छ विथ फ्युल पनि छ यसमा फ्युल पनि अलमोस्ट फुलै छ फ्युल हुँदाखेरि लगभग यसमा 132 किलोको मान्छे 132 को मान्छे प्लस अनि यसमा पेट्रोलको पनि कति किलो त पर्छ सरी गाइस अलिकति निन्दाले गर्दा होला म्याथमेटिक्स अलिकति ढिलो हुँदैछ म्याथमेटिक्समा म अलिकति कमजोरी छु गाइस 50 नभए त्यत्रो बेला लाग्यो मैले जोडिनँ नि मैले फाते भनिदिएको नि थाहा छ किनकि 60 60 120 हुन्छ नि त अनि मैले अहिले 120 जति छ भनिदिएको क्या मैले त्यो सोच्दा नि सोचिनँ मैले मैले पनि त्यो जोड्नु खोजेको त्यो सानो नम्बरले दिमागै चल्छ मैले दिमाग चलाइन भने क्या त्यो थाहा त्यस्तो हुन्छ होइन इफ हजुरले अहिलेसम्म हेर्दै गर्नुभएको छ भने चाहिँ एउटा लाइक र सब्सक्राइब चाहिँ ठोकिदिनु होला अनि हजुरलाई कस्तो कस्तो कन्टेन्टहरू हेर्न मन लाग्छ त्यो पनि भनिदिनु होला कमेन्टमा चाहिँ अब कुरा गरौँ यसको सर्भिस र मेन्टेनेन्समा चाहिँ यसको कति खर्च हुन्छ र यसको सर्भिस सेन्टर कस्तो छ भनेर मैले यो सर्भिस गर्ने ठाउँ भनेको चाहिँ बिटामोडको टिभीएस सोरुम पाथिभारा अटो लिङ्कको त्यो मैले अहिलेसम्म यसको जति पनि सर्भिसिङ गरेँ त्यही गरेको छु सो मेरो अहिलेसम्मको एक्सपिरियन्स चाहिँ एकदमै राम्रो रहेको छ किनकि त्यो सर्भिस सेन्टरमा चाहिँ एकदमै क्विक रेस्पोन्स छ हजुरलाई बाटोमा काहीँ भयो भने अनि त्यहाँको नम्बर हजुरसँग छ भने हजुरले कल गर्नु भने एकदम क्विक पुग्नु पनि हुन्छ अब एउटा मार्केटमा भ्रम छ कि टिभीएसको पार्ट्सै पाउँदैन पाए पनि एकदम महँगो हुन्छ भन्छ नि तर अहिले चाहिँ त्यो सिचुएसन छैन गाइस यसको पार्ट्स भरपुर पाइरहेको छ अनि फेयर प्राइसमै पाइरहेको छ म एकदम सस्तो पनि भन्दिनँ एकदम महँगो पनि भन्दिनँ अफोर्डेबल प्राइसमा पाइराख्नु भएको छ सो त्यो चाहिँ मलाई एकदम प्लस पोइन्ट लाग्यो है यसको चाहिँ यसको साउन्डको कुरा गर्ने हो भने चाहिँ यसको साउन्ड जस्तो मिठो 125 स्टक एक्जस्टमा साउन्ड चाहिँ अहिलेसम्म मलाई कुनै पनि बाइकको लागेको छैन इभन एक्सट्रिम जुन नयाँ आएको छ एक्सट्रिमको पनि यस्तो राम्रो साउन्ड चाहिँ छैन है गाइस एकदम हुन्छ नि बेसी छ भटभट र सिङ्गल सिलिन्डरको वान अफ द बेस्ट स्टक साउन्ड भन्न सक्छु है म त्यो बाइक सिङ्गल सिलिन्डर 125 सीसीकोमा बेस्ट साउन्ड मैले लिटरली गियर वानमा हालेकै छुइनँ क्या यो बाइक अघि 2 को 2 मै छ क्या अन्त माइलेज बढ्यो यार 60 बाट 61 मा पहाड चढ्दा पनि चढिरहेको बेला नि माइलेज बढ्यो क्या अब म के भन्नु यसमा यो चाहिँ अब एकचोटि डिफेक्ट हो कि के हो तर डिफेक्ट त हुँदैन गाइज हामी चाहिँ अघि चाहिँ हामी एकछिन रेस्ट ल्याएका थियौँ अब चाहिँ हामी पुगिसकेका छौँ लगभग 9 किलोमिटर चाहिँ बाँकी छ हामी हाम्रो डेस्टिनेसन पुग्नलाई हामी डेस्टिनेसनसम्म पुगेर हामी फेरि अन्तुको लागि रवाना हुनेवाला छौँ हामी अन्तु पुगेर चाहिँ हजुरलाई अन्तु अहिले कस्तो छ 2026 समरमा चाहिँ अन्तुको सिचुएसन कस्तो छ भने देखाइदिन्छौँ सो यो चाहिँ अन्तु भिजिट प्लस बाइक रिभ्यू पनि भयो है